आज जस्तो जीवन बाँचिरहनु भएको छ नि, अबको 5 वर्षपछि पनि यस्तै जीवन बाँच्न तयार हुनुहुन्छ? यदि उत्तर होइन भन्ने छ भने एउटा कुरा सम्झिनुहोस्। जीवन बदल्नका लागि ठुलो अवसर पर्खिनु नै पर्दैन। आज हजुरले गरेको सही निर्णयले हजुरको जीवनको दिशा बदल्न सक्छ। म पनि यस्तै सोच्थेँ, सही समय आउँछ, सही अवसर आउँछ र पछि सुरु गरौँला। तर यथार्थमा पछि या त सही अवसर भन्ने कुरा 9 कक्षामा पढेको त्यो भोलिवादमा चाहिँ कहिले पनि आफै आउँदैन। आफ्नो लागि आफैले आजै नै एउटा सही निर्णय लिनुपर्ने हुन्छ। जस्तो कि आफ्नो भविष्यको लागि अलिकति बढी महत्त्व दिने निर्णय, नयाँ सिपहरू सिक्न सुरु गर्छु भन्ने निर्णय र आफूमा सकारात्मक बानीहरूको विकास गर्छु भन्ने निर्णय। किनकि भविष्य एकै दिनमा एउटै अवसरले बदलिँदैन। हरेक दिन हजुरले गरेका सही निर्णयहरूले गर्दाखेरि बदलिन्छ। अबको 5 वर्षपछि आजको भन्दा राम्रो, अझै उज्जवल भविष्य चाहनुहुन्छ भने आजै एउटा सही निर्णय लिनुहोस्। यदि हजुरहरू पनि सिकाइको यात्रामा हुनुहुन्छ भने फलो गर्नुहोस्। हामी सँगै अगाडि बढ्नेछौँ।